सपना त धेरैले देख्छन् तर पूरा गर्नेहरू थोरै हुन्छन्। किनभने सफल मानिसहरू हरेक दिन आफूमा काम गर्छन्, बिस्तारै तर लगातार। यदि तपाईँ पनि सफल बन्न चाहनुहुन्छ भने यी 10 कुराहरूलाई तपाईँको जीवनको हिस्सा बनाउनुहोस्। नम्बर 1, सकारात्मक सोच बनाउनुहोस्। नकारात्मक सोचले तपाईँलाई कमजोर बनाउँछ। बिहान उठ्ने बित्तिकै धन्यवाद भन्नुहोस्, जुन कुराले तपाईँलाई खुसी बनाउँछ। सकारात्मक सोचले तपाईँको दिन राम्रो बनाउँछ। नम्बर 2, राम्ररी बोल्न र बुझ्न जान्नुहोस्। मिठो बोल्न जान्नुहोस्, झर्को नगरौँ, अरूको कुरा ध्यान दिएर सुनौँ अनि आफ्ना कुरा सहज रूपमा राख्न सिकौँ। राम्रो शब्दले मन जितिन्छ, रिसले होइन। नम्बर 3, आत्मअनुशासन बलियो बनाउनुहोस्। मोबाइल, टिभी, खाना सबैमा सीमितता राख्न जान्नुहोस्। तपाईँले बनाएको नियममा टिक्न जान्नुहोस्। जसले आफूलाई नियन्त्रण गर्छ उसले जीवन जित्छ। नम्बर 4, समयको राम्रो उपयोग गर्नुहोस्। आजको काम भोलिलाई नछोडौँ। सुत्नु अगाडि भोलिको प्लान बनाउनुहोस्। समय सुनभन्दा बहुमूल्य हुन्छ, त्यसैले यसलाई खेर जान नदिनुहोस्। नम्बर 5, सोचाइ परिवर्तन गर्नुहोस्। म सक्दिनँ भन्ने होइन, म सक्नेछु भन्ने बानी बसाउनुहोस्। कठिनाइलाई मौका बनाउनुहोस्। जसरी सोच्नुहुन्छ उस्तै बन्नुहुन्छ। नम्बर 6, हरेक दिन केही नयाँ कुरा सिक्नुहोस्। किताब पढ्नुहोस्, पोडकास्ट सुन्नुहोस्, नयाँ कुरा बुझ्न प्रयास गर्नुहोस्। सानो कुरा भए पनि सिकाइ कहिल्यै फाल्तु हुँदैन। सिक्ने बानीले तपाईँलाई अरूभन्दा फरक बनाउँछ। नम्बर 7, कमाउने मात्र होइन, बचत पनि गर्नुहोस्। पैसा सजिलोसँग खर्च नगर्नुहोस्। बजेट बनाउनुहोस्, आवश्यकता अनुसार खर्च गर्नुहोस्। बचत गरेको धनले तपाईँलाई सङ्कटमा टिक्न मद्दत गर्छ। नम्बर 8, शरीर र मनको ख्याल राख्नुहोस्। थोरै समय भए पनि हिँड्नुहोस्, ध्यान गर्नुहोस्। स्वास्थ्य, खानपान र राम्रो निन्द्राले तपाईँलाई ताजगी दिन्छ। सपना पूरा गर्न शरीर बलियो चाहिन्छ। नम्बर 9, धैर्य राख्न सिक्नुहोस्। आज रोपेको बिउ भोलि फल्दैन, समय लाग्छ। निरन्तर प्रयासले नतिजा ल्याउँछ। पर्खन जान्नु पनि सफलता हो। र अन्त्यमा नम्बर 10, आफूलाई माया गर्न जान्नुहोस्। आफ्नो कमजोरीलाई स्वीकार गर्नुहोस् अनि सुधार गर्न काम गर्नुहोस्। आफूलाई सम्मान गर्न सुरु गरेपछि संसारले पनि गर्नेछ। जसले आफूलाई सम्मान गर्छ ऊ कहिल्यै हार्दैन। अन्त्यमा एउटा कुरा सधैँ सम्झनुहोस्, सपना देख्नु राम्रो हो, तर ती सपना पूरा गर्न चाहिने बानीहरू अपनाउनु नै असली सफलता हो। यदि तपाईँलाई साँच्चीकै आफूलाई सुधार्न तयार हुनुहुन्छ भने यो भिडियो लाइक गर्नुहोस्, कमेन्टमा लेख्नुहोस् म हरेक दिन आफूमा काम गर्छु। र यस्तै प्रेरणादायी सामग्रीका लागि सफलताको सूत्र च्यानललाई सब्स्क्राइब गर्न बिल्कुलै नबिर्सिनुहोस्। हामी तपाईँलाई हरेक दिन सफलताको बाटोमा अगाडि बढ्न सधैँ साथ दिइरहनेछौँ।